दुबईको मिराकल गार्डन दुनियाँको सबैभन्दा ठुलो प्राकृतिक फुलको बगैँचा हो, जुन चाहिँ 72,000 वर्गमिटरमा फैलेको छ र यसमा चाहिँ 150 मिलियन भन्दा धेरै फुलहरू चाहिँ युज भएको छ। अनि यो चाहिँ रेगिस्तान मतलब मरुभूमिमा चाहिँ बनाएको एउटा ठुलो बगैँचा हो, जसमा चाहिँ दिलो आकारको ठाउँहरू छ अनि फुलहरूबाट बनाएको हेरबस छ र विभिन्न कलाकृतिहरू चाहिँ यसमा बनाइएको छ, जुन अक्टोबरदेखि चाहिँ अप्रिलसम्म खुला रहन्छ। यो प्राकृतिक प्रेमीहरूको लागि चाहिँ गन्तव्य स्थान हो। अनि यसमाको मुख्य विशेषताहरू चाहिँ हामी हेर्न सक्छौँ। पेन्गुइनहरू छ, 72,000 वर्गमिटरमा बनाएको सबैभन्दा ठुलो बगैँचा हो यो। अनि फुलको सङ्ख्यामा चाहिँ यो 150 मिलियन भन्दा बढी फुलहरू चाहिँ युज गरिएको छ यसमा चाहिँ। त्यसपछि यसमा चाहिँ एउटा ठुलो प्लेन बनाएको छ, जुन A380 भनिन्छ, जुन चाहिँ वर्ल्ड रेकर्डमा चाहिँ यसको वर्ल्ड रेकर्डमा दर्ज पनि छ, रेकर्ड पनि लेखेको छ। यस्तो राम्रो मनमोहक दृश्यहरू चाहिँ हेर्न सक्नुहुन्छ प्लेनको, जहाँ मान्छेहरूको हजारौँ भिडहरू हुन्छ, हेर्दैखेरि लोभलाग्दो मनमोहक दृश्यहरू। हेर्न सक्नुहुन्छ कति राम्रो दृश्यहरू छ। मानिसहरू एकदम खुसी भइरहेछन्, रमाइरहेका छन्। प्लेन यही हो, एमरेस्ट प्लेन, जुन वर्ल्ड रेकर्डमा दर्ज छ। यसैबिच चाहिँ हामीले एकजना यहाँ भेटाएको छौँ। उहाँलाई कस्तो लाग्यो सोध्छौँ। पहिला हजुरको नाम र परिचय भन्नु पर्यो। मेरो नाम सन्तोष चौधरी। कहाँ हो नेपालको? यहाँ दुबई आएको कति वर्ष भयो? आफ्नो महिना मात्रै हुँदैछ। अनि आज यहाँ घुम्न आउनुभयो, कस्तो लाग्यो त तपाईँलाई? एकदम राम्रो छ। जे भए पनि अब दुबईमा आउने जोसुकै होस्, एकचोटि चाहिँ घुम्नु पर्ने ठाउँ जस्तो लाग्छ मलाई। यहाँको नजारा देखेर चाहिँ कस्तो लाग्यो त? मनमोहक छ। त्यो नेपालमा पनि यस्तो ठाउँ हुनुपर्ने जस्तो सम्भाव्यता तपाईँलाई कस्तो महसुस भइरहेको हो? तर चाहिँ अब अलिक गाह्रै छ, गर्न गाह्रै छ। किन भएन जस्तो लाग्छ त तपाईँलाई नेपालमा यस्तो? यो राजनीतिक कुरा हो, यतातिर नजाउँ। ओके, धन्यवाद। धेरै सम्भाव्यता भएको रहेछ। अब हामी हेर्न सक्छौँ यस्तो मरुभूमिमा यस्तो कलकलको खालको लोभलाग्दो फुलको बगैँचाहरू देख्न सक्छौँ हामी। तर नेपाल एउटा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको देश भएर पनि अहिलेसम्म चाहिँ यस्तो कलाकृतिहरू चाहिँ बनेको छैन होइन। प्रकृतिले जति दियो त्यति मात्र छ र नेपालमा पुरा ध्यान दिएर यस्तो होइन मिराकल गार्डन जस्तो एउटा ठुलो गार्डन बनाएर पर्यटक क्षेत्रमा चाहिँ एकदम आकर्षित गर्न सक्छ भन्ने जस्तो मलाई लाग्छ होइन। यहाँको सुविधाहरू टक्क पैसा खर्च गर्नेले पैसा खर्च गरेर घुम्न सकिन्छ। एकदम ठुलो भनौँ न, यो मरुभूमि हो। मरुभूमिमा यस्तो लोभलाग्दो फुलहरू हेर्न सक्नुहुन्छ, कस्तो कलकलाउँदो फुलहरू छ हेर्न सक्नुहुन्छ। कस्तो लोभलाग्दो, फोटो खिचौँ घुमौँ जस्तो एकचोटि जसरी भयो नि। हुन त यो नेपाली लगभग 2,2500 पर्न गयो, तर पनि 2,2500 तिरेर पनि हामीलाई चाहिँ अब खल्लो महसुस भएको छैन यहाँ घुम्दाखेरि चाहिँ।
भनेपछि कस्तो राम्रो कलाकृति बनिएको छ भन्ने तपाईँहरू यहाँ आएरै अनुभव गर्न सक्नुहुन्छ होइन। त्यसैले जसरी पनि एकचोटि आउनु होला र यो यस्तो सम्भाव्यताको खोजी गरेर चाहिँ नेपालमा पनि यस्तो बनाउनु पर्यो लागेको छ। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला र यो भिडियोलाई एकदम भाइरल बनाइदिनु होला है त। ओके ओके बाई बाई साथीभाइहरू, सब्सक्राइब गर्न नबिर्सिनु होला नयाँ हुनुहुन्छ भने।